हेलो नमस्ते। नमस्ते सर। सो नयाँ बाइक किन्नु भएको छ, एक्सचेन्ज गर्नु भन्नु हो कि नयाँ आफै लिनु भयो? होइन, यो मैले चाहिँ नयाँ लिनु। नयाँ लिनु भएको? हजुर। के मन पर्यो लिनु भयो 160 Fi? यसमा चाहिँ मलाई स्पेसल्ली यसको यो जुन स्मार्ट कनेक्ट छ, हजुर यो एउटा भयो। हजुर। अनि यसको मोड जुन छ ओके, त्यो पनि मलाई मन पर्यो। कतिवटा मोड छ थाहा छ हजुरलाई? यसको 3टा मोड। ओके त्यो भइहाल्यो। हजुर। अनि प्लस यसको पावर पनि मलाई राम्रो लाग्यो। ओके, यसको पावर राम्रो लाग्यो। अनि जुन यो एडजस्ट छ यसको चाहिँ एडजस्टेबल एडजस्टेबल लिभर, त्यो पनि मलाई राम्रो लाग्यो। ओके प्लस यसमा जस मलाई सबै ठिक छ। ठिक छ। यो बाइक पहिला चलाउनु भएको थियो हजुरले? मैले चलाएको छु। टेस्ट राइड गर्नु भएको थियो? हजुर। ओके ल, वेलकम टु टिभीएस फ्यामिली। थ्याङ्क यू। सो हाम्रो कम्युनिटी पनि छ, एओजी कम्युनिटी भनेर, अपाचे अनर्स ग्रुप भनेर। सो फेसबुकमा पनि छौँ हामी, फेसबुकमा जोइन गर्नु होला। त्यहाँ जोइन गरेपछि तपाईँले राइडहरूको अपडेटहरू त्यहाँबाट पाउनुहुन्छ। हामीले राइडहरू गर्छौँ। हिजो भर्खरै हामी यहाँबाट राइड निकालेको थियौँ होइन। हाम्रो एओजी कम्युनिटीमा जोइन हुनु होला। त्यहाँ तपाईँ जोइन भएपछि तपाईँको प्रब्लमहरूदेखि लिएर राइडको डिटेल सबै हामीले तपाईँलाई हेल्प गर्छौँ, सेयर गर्छौँ होइन। सो अर्को कुरा चाहिँ यो इभेन्टको बारेमा कहाँ थाहा भन्नुभयो हजुरले? यो चाहिँ मैले स्पेसल्ली फेसबुकबाट। फेसबुकबाट? हजुर। ओके ओके। सो कहिलेसम्म छ इभेन्ट थाहा छ हजुरलाई? भोलिसम्म हो यो चाहिँ। भोलिसम्म? मैले ट्याकै हिजो मात्र हेरेको थिएँ अनि आज आइहाल्यो। ए ओके ओके। र जस प्रमोसन राम्रोसँग भएछ अनि कुरा बुझिन्छ होइन एकदमै होइन। ल वान्स अगेन वेलकम टु टिभीएस फ्यामिली। अनि हाम्रो ग्रुपमा जोइन गरिहाल्नु होला, एओजी कम्युनिटी भन्ने छ हाम्रो राइडिङ ग्रुप छ, हजुर। त्यसमा जोइन गर्नुहोस्। थ्याङ्क यू सो मच। थ्याङ्क यू। हस्।